वाह आयोजक टिमहरु हुनुहुन्छ यहाँ हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल एन्ड इट्स मी सपदामा अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ आराम हुनुहुन्छ म चाहिँ एकदमै सन्चै छु एकदमै आराम छु है अनि आज चाहिँ अब अस्तिदेखिको एक्साइटमेन्ट अस्ति नदेखिको एक्साइटमेन्ट थियो होइन हाम्रो नेपथ्य ब्यान्डको कन्सर्ट होइन आज चाहिँ त्यो दिन रहेको छ है मैले चाहिँ योभन्दा अगाडि पनि ओसाकामा चाहिँ अलरेडी कन्सर्ट चाहिँ हेरिसकेको छु नेपथ्यको एकदमै रमाइलो हुन्छ है कुरा नगरौँ सबैजना अगाडि कन्सर्टकै लागि हिँड्दै हुनुहुन्छ सो कन्सर्टमा गएर भेटौँला बाई बाई ओइ ल हजुरहरू कतिको एक्साइटेड हुनुहुन्छ तर गीत रेशम बाइक आउँदैन होला यो नानालाई अनि अर्को भन्नु गीत नेपथ्यको प्लिज भन्नुहोस् त अर्को त्यो उठ बस्छवाला त पानी माछीले खानी पिरिसित जाने कि नजाने फर द फर्स्ट टाइम नै हो हाम्रो यो नागोयामा बस्नु लाइफ के लाइफमै फर्स्ट टाइम त होइन मेरो सेकेन्ड टाइम हो म चाहिँ अलरेडी ओसाकामा गइसकेँ मैले चाहिँ अलरेडी हेरिसकेँ तैपनि अब उहाँहरूको चाहिँ लास्ट टाइम हो नि त कन्सर्ट अब लास्ट टाइम भएको भएर चाहिँ म चाहिँ जसरी भए पनि आउनै पर्ने नै हुन्छ कस्तो हुन्छ कतिजना आउनुहुन्छ हाम्रो साथीहरू बहिनी दिदी भाइ दाजुभाइ सबैजना रमाइलो गर्नु होला धेरै काम मात्र नगर्नु होला एकदम रमाइलो गर्नु होला भन्न चाहन्छु अनि लेट्स गो आयोजक टिमहरु हुनुहुन्छ यहाँ सबैजना निशानको नाम चाहिँ लेखेको छैन यहाँ होइन तर भाइले फेरि है त्यही त है मिस्टेक चाहिँ हुनु भएन है ल जान्न तपाईलाई इन्फर्मेसन नराखेको चाहिँ हाम्रो यहाँ भित्र कन्सर्ट हुँदैछ भने चाहिँ बाहिर चाहिँ स्टल राखेको छ है र हाम्रो चाहिँ यहाँ बुकहरू टी सर्टहरू अभाइलेबल रहेको छ है अब खोइ जाडो महिना भएर नि होला यो टी सर्ट चाहिँ जाला जस्तो मलाई लागेन जाडो महिना भएर होला के गरम महिनामा भएको भए यो टी सर्ट सबै जान्थ्यो मैले पनि लाउँथेँ उद्या माथि त्यही भएर नि होला यो जाँदैन जस्तो लागिरहेको मलाई किन हो जस्तो लाग्छ किन जस्तो लाग्छ भने जाडो डोजर प्रोडक्सन भएर यो सोलर डोजर प्रोडक्सन हाम्रो बहिनी राम्री बहिनीहरूलाई वेलकम छ रमाइलो गर्नुपर्छ जाऊँ भने जम्दानी 2-4 महिना घुमेर आम्दानी रमाइलो गर्दैछु नाचौँ त उफ्रिनु त यहाँनिर चाहिँ टिकट चेकिङ हुँदैछ है यहाँ चाहिँ भिआइपी गेट पनि हो नर्मल पनि हो दुइटै
म तपाईँलाई अघिदेखि मिस गर्दै थिएँ यार कहाँ गएको क्या बुढी म यार तर मेरो पार्टनर हो नि कता हुनुहुन्छ नाना हिपहप अटो ब्लग हामी चाहिँ आज हेर्न पाउने अवस्था भयो त्यही नि केही छैन मैले त अलरेडी हेरिसकेँ होइन नमस्ते दाई क्रेज बवाल छ क्रेज हेलो ल क्रेज स्टार्ट भइसक्यो क्रेज जस्ता मान्छेहरू धेरै आयो संसारमा धेरै गयो तपाईँहरूले त शिक्षाको अवसर पाएर दुई चार अक्षर चिन्ने मौका पायौँ र यसमा आइपुगेका छौँ यसरी बुझ्न पाएको छौँ काम पाएको छौँ नाम पाएको छौँ कुरा गर्न पाएको छौँ बुझ्न पाएको तर अझै पनि नेपालमा धेरै ठाउँमा बच्चाहरू सहर बजारमा विद्यालय जानबाट वञ्चित भएर रहेका छन् र अशक्त र असहायहरू जसको कोही पनि छैन जसको केही पनि छैन तिनलाई विद्यालय जानबाट सहयोग गरेर यही जुनीमा पुण्य कमाउने काम गर्नु मरु लानु त केही पनि रहन्छ जिन्दगी केही पनि रहन्छ भने त्यही भएर यहाँहरूले आफ्नो टोल छिमेकमा भएको बच्चाहरू जो विद्यालय जानबाट वञ्चित भएका छन् तिनलाई स्पोन्सर गरेर अक्षय कोषहरू स्थापना गरेर विद्यालय जान प्रेरणा दियो संसारमा शिक्षाको भन्दा अरू उज्यालो केही पनि रहन्छ र शिक्षाको उज्यालोले मान्छेलाई धेरै राम्रो राम्रो कामहरू गर्न प्रेरित गर्दो रहेछ त्यही भएर यही दुनियाँमा पुण्य कमाउने काम गर्नु
मसँग काम पैसा छ धनीहरूले गर्छ भनेर नसोचौँ है कदापि। धन हुनेले त थुपारेर राख्छन्, मन हुनेले गर्ने हो, मन हुनेले गर्ने हो। त्यही भएर महिनाको 1 दिनको कमाइ, महिनाको 1 दिनको कमाइ, 12 महिनाको 12 दिनको कमाइ स्पोन्सर गरेर बच्चाहरूलाई विद्यालय पठाएर स्पोन्सर गरेर पुण्य कमाउने काम गरौँ।
Oh
जसकै अवस्थामा भए पनि आफ्नो नानीहरूलाई बच्चाहरूलाई नेपाली भाषा सिकाइदिनु छ किन भन्दाखेरि भाषा हरायो भने हामीले भाषा किन बिर्सिनु भएन भन्दाखेरि हिजो बर्मामा के घटना घटेको थियो याद छ नेपालीहरूलाई त्यहाँबाट खाटिएको थियो संसारमा भइहाल्यो भने जानु पर्ने त्यही पुर्खाले बास बसाएको ठाउँ हिमालयको सुखै भयो भने दुःखै भयो भने नेपाली भाषालाई नबिर्सिनु नेपाली भाषा सिकाइदिनु छ अब तपाईँहरूले भन्नुहोस्
जापानको यसपालिको कार्यक्रमको पहिलो कार्यक्रम नयाँ गर्न पाएँ। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। अबको यात्रा टोकियोतिर भने फेरि विदेशमा भाग्यमा भयो भने भेटौँला। खुसी भएर आउनुहोस्। सुस्तै सुस्तै आउनुभयो, सुस्तै सुस्तै जानुहोस्। आफ्टर कन्सर्ट भर्खरै सबैजना निस्किनु थाले। कन्सर्ट होइन जात्रा जस्तो फिल भयो आज। सकिसकेपछिको माहौल सबजना मोमो हो। म त झन् बनाइदिने हो, झन् बनाइदिन्छु। खोल्नु न यो पाके त छ नि। दाइ मोमो खानु भोक लाग्यो होला। हजुर अनि आजको लास्ट अब यो कन्सर्टको भ्युज हेर्नु होला, भ्यू हेर्नु होला होइन। भ्युज भन्न आएछ। मैले त कोही पनि छैन, सबैजना यता सफा गर्दै हुनुहुन्छ। अनि यताभित्र पनि सबैजना अर्गनाइजरहरूले चाहिँ सफा गर्दै हुनुहुन्छ है। अनि हामी चाहिँ अब बाहिर छौँ, सबै केटाहरूले गर्दै हुनुहुन्छ। हाम्रो काम चाहिँ अब लगभग सकिसकेको छ, त्यही भएर अनि यहाँ छौँ हामी है। यस्तो जाडोमा पनि हाफ टी सर्ट लगाएर है। अनि धेरै धेरै माया, lots of love. Bye bye. See you next video guys.